देखाउँछु बल्ल फुलहरू। घेराउँला हेर्नु होला माथि माथि पुगेछ यसरी गरिनु भएको छ अहिले चाहिँ नियरली 30 पुग्न लाग्छ 30 डिग्री त्यही भएर होला मजाले हेर्नु न के करेलाको चाहिँ फुल बसेको छ यता पनि बस्न थालेछ अलिअलि अनि यहाँ चाहिँ चिचिला लागेछ हेर्नु होला साथीभाइ हो र यसपालि नि करेला चाहिँ मजाले नै खानु पाइन्छ जस्तो छ ल है सुन्नु हुने
मेरो प्यारा साथीभाइ हो, खानु मन छ भने आउने हाम्रो घरमा सम्पर्क गर्ने। अनि खुर्सानीहरू यता यता अलिअलि हुँदैछ, डल्ले खुर्सानी स्टिल हुँदैछ। धेरै चिसो भएर बल्ल 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 जोगाएर अहिले चाहिँ घाम लागेको भएर मजाले पलाउनु थाल्यो। यो चाहिँ लास्ट इयरको, यिनीहरू सबै लास्ट इयरको हो। कुन कल्पुसिसले पनि दिनुभएको थियो, यहाँ आमाले जोगाउनु भएको। पलाउनु थालेको छ है। ल यही हो हाम्रो के अरे सनरुमको अपडेट। अनि गार्डनमा चाहिँ अलिअलि फुलहरू हुँदैछ साथीभाइ हो। लोयनमै गार्डनको फुल दामी दामी हुँदैछ। अनि यसपालि चाहिँ लास्ट इयर हेर्नुहुने साथीहरूलाई थाहा याद होला, एप्पल थाम्नै नसक्ने गरेर फलेको थियो। यसपालि चाहिँ फुल फुल्ने बेलामा एकदम हावाहुरी आएर फुल पुरै झार्दै हेर्नु न। एप्पल त एउटा दुईवटा फाट्टा फुट्टा भएको छ यसपालि त। हेर्नु न, यसपालि चाहिँ एप्पल खान नपाइने भयो। यति मिठो छ मेरो यो एप्पल। भोलिपछि सेप्टेम्बर अक्टोबरतिर पाक्छ। अहिले चाहिँ चिचिला जस लागेछ, तर त्यति फलेन यो पालि चाहिँ। सायद 1 वर्ष फल्ने 1 वर्ष नफल्ने हुन्छ होला। यिनीहरू पनि त्यही होला। यति सानो हुन्छ होइन न एप्पलको रुख, तर यति फल्छ। आमा पोहोर त बेसरी खाइयो। ल हेर्नुहोस्, यता चाहिँ आमाको गार्डनको अपडेट। यो अस्ति नै रोपेको लौका हो। चिचिला लाग्न थालेको छ। अनि एउटा हाम्रो कल्पुसिसले दिनुभएको इस्कुस, एउटा मैले किनेको, दिदीले किनेको है मैले। जस यो दुईवटा इस्कुसको रुख पनि माथि माथि जाँदैछ। अनि यो भित्र चाहिँ पुरै आलु, पर्पल कलरको कालो कलरको पहाडे आलु हो यो है। मजाले भएको छ। अनि यहाँ अब टमाटर फल्न सुरु हुन लाग्छ। हेर्नु साथी, फुल फुलेको छ नि त यो सबै टमाटर। यो त मसिनो टमाटर रहेछ, यो पनि फल्न लाग्छ। टमाटरै टमाटर टमाटरै टमाटर छ। अनि यता चाहिँ सिमी चाहिँ यति अग्लो भएछ। अब यो फल्छ होला छिट्टै। अलिअलि फुल लाग्न जस्तो छ, अब यो पनि फल्छ। फलेपछि देखाउँछु साथीभाइहरूलाई। ब्रोकली हेर्नु न, अस्ति नै रोपेको, दिदीले किनेको, अस्ति नै गार्डनको भिडियोमा दिदीले किन्नुभएको ब्रोकली। अस्ति सानो टुक्रा त खायो क्यारे, फेरि यसरी पलाउनु लाग्छ। यहाँ टमाटरै टमाटर छ, बिचबिचमा टमाटरहरू छ। अनि आमाले मैले बिचबिचमा फर्सीहरू पनि रोप्दैछु। यो अर्को ब्रोकली टुप्पा खायो, यता यता पलाउँदैछ फेरि है। को लौका यत्रो ठुलो भएको छ। यो पनि 2 दिन घाम मजाले लागेको त घामै चाहिने रहेछ यिनीहरूलाई त। सरर भएको छ। एउटा आमाले यहाँ रोप्नु भएको छ सानो। अब अस्तिसम्म कक्क परेर बसेको काँक्रा हेर्नु त, पानी परेको त, पानी र घाम यस्तो चर्को लागेको त सररै बढेर आयो भने मजाले यत्रो भएको छ। काँक्रा पनि यसपालि नै खाइन्छ होला। सबै बोरामा रोप्नुभएको छ आमाले। यहाँ भुइँमा नै रोप्दैको काँक्रा। एउटा सिमी त्यहाँ छ। त के भएछ त यसलाई त ओइलेको, त आलुको रुख चाहिँ ओइलेको होला, आमाले गरिदिनु भयो रहेछ। यहाँ फर्सी पनि, यो चाहिँ त्यो लाम्चो खाले फर्सी के, कोर्जेट भन्छ नि, त्यो खाले फर्सी हो यो फुल्न लाग्छ। यहाँ पनि यो चाहिँ डल्लोवाला रहेछ, यो नि फल्न लाग्छ। यहाँ पनि फल्न लाग्छ, फुलेछ, यो पनि फुल्छ होला छिट्टै। अब फर्सी त छिट्टै खान पाइला जस्तो छ। लहरावाला फर्सी यहाँ रहेछ। यो चाहिँ अब मुन्टा खाने फर्सी चाहिँ त्यो हो। अर्को मुन्टा खाने फर्सी त्यहाँ पनि जानु रहेछ। उहाँ पनि छ आलुको बिचमा। अब यो अलि बढ्यो भने आलु उखालिदिने भन्दै हुनुहुन्छ आमाले। ल अहिले यति नै छ साथीभाइ हो। अनि यो बेथुको सागहरू स्टिल अलिअलि हामीलाई खाना भइरहेछ। त्यही म त यही राख्छु, बेथुको साग। अनि यो लट्टेको साग तपाईँहरूलाई कतिको मनपर्छ कमेन्ट गर्नु होला है। Oscar, he's happy.
I gave you already. यसको कपाल काट्दिएर यति कपाल काटिदियो अनि मलाई चिट माग्दैछ त्यहाँ हाम्रो डल्ले खुर्सानी त बाल्टी त्यो पाल बनाउनु भयो कि त धुलो बनाउनु पर्छ होला नि पछि फेरि अलिकति साइडमा ठिकै हुन्छ पछि जरा ऊ हुन्छ नि त ठिकै वरिपरि के हाल्नु पर्यो नि मल साइडको मलहरू लास्ट इयरको डल्ले खुर्सानी अहिलेसम्म खायो अनि फल्यो भने त गजब खानु पाउने होइन स्याहार्नु त फुल फुल्न थालेछ नि मजाले अब अहिले लिन्छ यसरी चिसो भएर ढिलो हुन्छ यसपालि हाम्रो बारीको हालत यस्तै छ साग पनि यति टिप्यो अब यसलाई पकाउने हो मजाले लट्टेर बेथुको साग टिप्यो खानुपर्छ हेल्थको लागि राम्रो हुन्छ यो साग बिचरा पलाइरहेछ मिठो लाग्छ मलाई त यो के अरे खोले साग जङ्गलमा टिप्न जान्छ नि सम्झिनेहरूले मेरो साथीहरूले हाम्रो त अलिअलि त्यही टिपेर खाने हो मिसाउने खाने मलाई त बेसरी मनपर्छ सानो यो मिसाइदिनु लाग्यो अलिअलि यहाँ टुप्पा टिप्यो भने पलाउँछ नि त झन् पर्यो भोलि भेजिटेरियन डेमा ठिक्क साग हजुर ए जरिङ्गो पनि जरिङ्गो हो यो ए यस्तो मजाले पलाउँछ एकैछिनमा हो नि त सलाद खान्छ नि त क्यान्सर पनि हुँदैन अरे यो साग खायो भने यो सागले खोले सागले एकदम राम्रो रे त एकैछिनमै एकमुठी टिप्यो ल साग त एकैछिनमै यति धेरै टिप्यो अहिले खोले साग नि यहीँ मिसाइदिन्छु भइहाल्यो साग त आफूलाई खानालाई जति भए नि भइरहेको छ यो चाहिँ हिजो टिपेर आयो ओइलिसकेको छ अब यो मिसाइदिन्छु ल है साथीहरू अब यस्तै यस्तै भ्लगहरू हेर्न मन पराउनुहुन्छ भने कमेन्ट गर्नुहोला युकेमा बसेर पनि हामी नेपालको झन्को मेटाउने गरेर अलिअलि गार्डनिङहरू गर्छौँ ल थ्याङ्क यू फर वाचिङ ल बाई साथीहरू